अहिले भने चाहिँ हामी यहाँनिर गान्तोकको जू पार्कमा आएको छौँ हो केटाहरूसँग। तर यहाँ मिर्गा चाहिँ पुरा यसो मिर्गा त होइन हौ, यसलाई त के भन्छ गोरा के हो एउटा पनि रहेछ। अब यहाँबाट उँभो लाग्नु पर्ने हुन्छ हो। घाँस त फ्याँक्यो दिन्छ कि भाइ यता। मजा आयो आया मजा एकदम बिन्दास खतरा। अब दुम्सी हेर्नु जानुपर्छ ल। दुम्सी बच्चा ऊ पर भनेको योपालि तर अलिक कम्ती रहेछ, न त पहिले त कम्ती थिएन यहाँ। रौँदै हो हेलो 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 बिमारी भाग जस्तो भइराखेको छ। ए सुलुलु एउटा आउँदैछ हामीलाई देखेर अघि त कान्ठाको परिराखेको थियो, यहाँ छेउमा आउँदै व्यस्त पढ्न हेर्नेहरू कस्तो छ फेरि। जो चाहिँ तर तिनवटा आउँदैछ पाण्डा, तिनवटा पनि देखेँ मैले अस्ति एकखेप त 5 छवटा थियो। 5 वटा मौ बच्चा रहेछ नि त। आम्बो सिङ चाहिँ हेभी दामी रहेछ। सिङ चाहिँ तर खतरा रहेछ है। दुम्सी भएकोमा आइपुग्यो हामी चाहिँ। तर छ लगेर जाउँ। एकै पनि सुतिरहेको छ त हौ। बल्ली छ त फेरि है। ओए जुन क्या कहाँ राखेको छ रे अन्त आँखामा सोली यो सानोले खानु पायो। उही सानो रहेछ, ऊ दुध खाँदै रहेछ हौ त्यसले। खै हौ उही हौ उही सानो। अब चाहिँ लेउपाट भेट्नै आँटिसकेँ। यहाँ पर छ लेउपाट चाहिँ के छ यहाँ जानु चर्नुको लागि। तर बिजोग भइसक्यो आमा गरमले चाहिँ। ल के हो बिजोग हुन्छ अब यसमा चढ्नु पर्ने हुन्छ अरे, चढ्नु पर्ने अरे। के छ हेरौँ न। के छ चढ्नु चाहिँ खास अरे। यो मिर्गाको चाहिँ खतरा चाहिँ टाउको चाहिँ के को बनाएको हो बनाएर चाहिँ यो उयोहरू हुन्छ नि भुवा ए टपमा आइपुगिसक्यो हामी चाहिँ हो। त देख्नु त के देख्दैन रहेछ नि हामी। यो जग्गाको नाम त के पो उयो हो बोझोघरी है। एउटा बोझोघरी चाहिँ देख्दो रहेछ। यहाँ त के देख्दैन रहेछ, सबै जङ्गलगरी देख्दो रहेछ हो। आम्मा यहाँ तल देख्दैन घुमिआएको सबै। के देख्नु त देख्दैन रहेछ, सबै जङ्गलगरी मात्रै रहेछ। फोटो पोस्ट दिए त खतरा छ नि हौ तल। आम्मा के गर्दो रहेछ दुईजना। खतरा छ खतरा। हेलो गाइसहरु खोज्दै खतरा छ देख्यो नि हामीलाई। हजुर भन्छ अहिले यो त खतरा होला नि, तर हेर्दा नै छुच्चा खालको छ।
कत्रो है फेरि कसैलाई ठिकै छस् हेलो ठिकै छ भन्छ अहिले दुईटा रहेछ नि यो केटा यो अलिक सानो छ पल्लोपट्टि अलिक तल नि पल्लोपट्टि पनि छ नि केटा केटी रहेछ केटा र केटी ल आजको लागि यति नै ल तपाईँलाई कस्तो लाग्यो यति मन पर्यो भने चाहिँ लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् है यदि तपाईँ नयाँले हेर्नुहुँदैछ भने चाहिँ सब्सक्राइब पनि गरिदिनुहोस् है